इलामदेखि झापा जाँदाको अवस्था राजद्वाली के भन्ने बाटो पुरै ब्लक अर्को बाटो आएको अर्को बाटोको हालत पनि यस्तो रहेछ यो चाहिँ खै के हो सिमलबारी कि सिमल गोलाई के हुँदै जाने बाटो रहेछ यता पारिबाट आयो तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ हिलोको थाक सिंगल तान्न पनि गाह्रो हुन्छ यहाँ यस्तोमा हाम्रो प्रो राइडर हुन्छ उहाँ चाहिँ आउँदै हुन्छ चप्पल छोडिएको छ कहाँ छोड्यो चप्पल चाहिँ अलिक दुखिदिनु ल उहाँ छ ल चप्पल कहाँ छोडियो अब अनि टेरी खैर मजा छ दियोस् चप्पल छोडियो पनि बिस्तारै बिस्तारै हिलोको थाक यहाँ देख्न सक्नुहुन्छ बाटो हिलो भएर थाक मेरो जुत्ता पनि छोडिन आँट्यो त हौ कसरी हिँड्नु हो बिस्तारै है अहिले चाहिँ जुत्ता पनि 5 केजी जति भइसक्यो हिलोले चप्पलहरू बाइकमा हिलोमा कारणले बाटो एकदम खराब छ कहाँ फसियो यार कहाँ फसियो अब यहाँ तल एउटा सिम्मल खोला के भन्ने छ अरे सिम्मल खोला होइन त्यो एउटा खोला छ अरे अब त्यहाँ तर्नु सकिन्छ कि सकिँदैन भन्ने अवस्था